अहिले आइस डिपार्टमेन्टले पक्राउ गरिरहेका लिगल ग्रीन कार्ड भएका व्यक्तिहरूमा भुटानी शरणार्थी समुदायबाट मात्र होइन कि अन्य समुदायबाट पनि मानिसहरू पक्राउ परिरहेका छन्। जस्तो कि यता हेसियन कम्युनिटीबाट, त्यसैगरी चाहिँ भेनेजुएला, त्यसैगरी कोलम्बियाहरू, अन्य ल्याटिन अमेरिका, एल साल्भाडोरतिरकाहरू हैन, कतिपय फाटफुट्ट परिरहेका छन् जो चाहिँ हाइली क्रिमिनल एक्टिभिटीमा थिए। उनीहरूको रेकर्ड चाहिँ अहिलेदेखिको होइन, 2010, 12, 15, 16 विभिन्न टाइममा र अहिलेसम्म होइन 2024 सम्मका गतिविधिहरूमा कोर्ट, पुलिस सबैतिर रेकर्ड देखिएका मानिसहरूलाई चाहिँ पेन्सिल्भेनियाको डफिन काउन्टीका कमिसनर जस्टिन जति सक्रिय रूपले अरू काउन्टीका अन्यका नेताहरू त्यति लागेको देखिएन। जस्टिन डगलसले ट्रम्प प्रशासनलाई पनि रिक्वेस्ट गरिरहेका छन्, यहाँका गभर्नरलाई पनि, पेन्सिल्भेनियाका गभर्नरलाई पनि, जसलाई पनि उनले चाहिँ यो कुराहरू स्ट्रङली राखेका छन्। अनि त्यसैगरी उनले चाहिँ आइस डिपार्टमेन्टलाई पनि लिगल मान्छेहरूलाई यसरी बाहिर लगेर छोड्नु भएन। स्पेसल्ली भुटानीहरूको सिचुएसन भनेको बेग्लै हो, उहाँको देशले जिम्मा लिँदैन इत्यादि कुराहरू उनले भनिरहेका छन्। आज पनि उनले भनेका छन्। फेरि उनले ट्रम्प प्रशासनलाई चाहिँ मोरल र लिगल अब्लिगेसनको कारणले गर्दा यो गर्न नहुने भनेर भनेका छन्। अब पिटर्सबर्गको अलिगेनी काउन्टीबाट पनि 2 जना भुटानी समुदायबाट पक्राउ परेको भन्ने कुरा सुन्नमा आएको छ। यो चाहिँ भनौँ न विभिन्न समाचारहरूमा पनि आएको छ होइन। अब 10 जना डिपोर्ट भएकामा 4 जना त नेपालमा पक्राउ परेर बसिरहेछन्, अरू 6 जना हराइरहेका छन्। अब अर्को लटमा अरू पनि मान्छे भोलि पक्राउ पर्न सक्ने सम्भावना छ होइन। त्यसकारणले उता ओहायो क्षेत्रमा पनि त्यहाँ स्टोरहरूबाट धरपकड भएको छ, विभिन्न मुद्दाहरू चलिरहेका छन् होइन। र अल्टिमेटली त्यहाँबाट पनि डिपोर्टेसनका केही घटनाहरू आउन सक्ने सम्भावना छ। अब इन्डिया, भुटान, नेपाल पुर्याइएका ती मानिसहरू जति पनि हुनुहुन्छ, उहाँहरूले कुन देशको मान्छे भन्ने त? भुटानले राख्दै नराख्ने, इन्डियाले छिर्न पनि नदिने, नेपालमा यसरी पक्राउ गर्ने। विश्व मानवाधिकारको चाहिँ अवधारणा अनुसारबाट कुनै पनि मानिसहरूलाई चाहिँ देश र नागरिकता विहीन बनाउन पाइँदैन भनिएको छ कि। त्यसले गर्दाखेरि अब भुटान सरकारको लागि, नेपाल सरकारको लागि अथवा चाहिँ इन्डिया सरकारको लागि दबाब दिनको लागि चाहिँ नेपाल पुर्याइएका अथवा भुटान पुर्याइएका ती भाइहरू अब उनीहरू अझै कडा खरा हुनुपर्छ कि। यद्यपि उनीहरू अपराधमा पनि संलग्न भएर गएका छन्, त्यही पनि नागरिक अधिकार भन्ने कुरा चाहिँ बेसिक अधिकार हो। उनीहरूको राष्ट्र के हो त? अमेरिका हो कि भुटान हो कि नेपाल हो कि इन्डिया हो त? त्यो कुरा प्रष्ट पार्नको लागि उनीहरूले चाहिँ यदि त्यहाँ भनौँ न अब नेपालको सिमानासम्म आइपुगेका छन् भने पनि पानी ट्याङ्की नेपाल सिमानामा बसेर उनीहरूले अब भोक हडताल सुरु गर्नुपर्छ। उनीहरूले चाहिँ अहिले 6 जना भागिरहेका छन् नि, अल्टिमेटली तिमीहरू पनि पक्राउ पर्छौ के भाइहरू। त्यसकारण भागेर मात्र यो समस्याको समाधान हुँदैन। र यदि भनौँ न भुटान देशको अधिकारको लागि लड्ने कतिपय सङ्घ संस्थाहरूले वक्तव्य निकालेको पनि देखियो। यदि तपाईहरूले पनि वास्तविक लडाइँ लड्ने हो भने भारत र नेपालको सिमानामा गएर भोक हडताल सुरु गरिदिनुहोस् र ती जति पनि यहाँबाट डिपोर्ट भएर गएका भाइहरू छन् तिनीहरूलाई पनि त्यहाँ राखेर नेसनालिटीको इस्युलाई मात्रै लिएर तपाईहरू चाहिँ त्यहाँ भोक हडताल गरेर अगाडि बढ्नुहोस्, ताकि तपाईहरूको विषय चाहिँ इन्टरनेसनल्ली अन्तर्राष्ट्रिय विषय बन्न सक्छ। अब यहाँ काउन्टीले कुरा उठाउने, स्टेटलाई रिपोर्ट गर्ने, अब ट्रम्प प्रशासनले सुन्दै नसुन्ने, अमेरिका भित्रबाटै मात्र यो समस्या समाधान हुने अवस्था छैन। त्यसले गर्दा जति पनि डिपोर्ट हुन्छन् सबैजना जाँदै भोक हडतालमा बस्ने, त्यस पछाडि पक्राउ पर्यो भने पनि त्यो एउटा इन्टरनेसनल विषय बन्दछ। यस्तो देशै नभएको भन्ने आधारबाट हङ्गर स्ट्राइक गर्दाखेरि, विरोधमा बस्दाखेरि र न्यायोचित रूपबाट कुनै पनि देशको नागरिकता दिलाइयोस्, भुटानको नागरिकता दिलाइयोस्,
अथवा नेपालमा बस्न दिइयोस् एज अ रिफ्युजीको रूपमा भनेर भन्दाखेरि चाहिँ बसिरहेका मान्छेहरूलाई चाहिँ भारत सरकारले पक्राउ गर्यो अथवा नेपाल सरकारले पक्राउ गर्यो भनेर समाचार गयो भने कति ठुलो विषय बन्दछ त्यो। त्यसले गर्दा चाहिँ एउटा भोलि चाहिँ स्टाटसको अवस्था पनि आउन सक्छ। तर अब लुकीछिपी भागेर गयो, नेपाल प्रहरीले समाउँछ, फेरि कता पठाइदिन्छ, कहाँ के हुन्छ, यो इस्यु त यसरी चाहिँ यो इस्यु तपाईहरुको एड्रेस हुन सक्ने अवस्था देखिँदैन। र जति पनि भुटानी राजनीतिक दलहरू सङ्घ संस्थाहरू छन् भुटनेज नेपालीहरूबाट गरिरहेका, ती सङ्घ संस्थाले पनि यसै गरी लुतेखरे पाराले एउटा वक्तव्यको लागि वक्तव्य निकाल्ने अनि नेपालतिर नक्कली मान्छे तयार गर्दै अमेरिकातिर पठाउन मात्र खोज्ने, मान्छेका टाउका बेचेर भनौँ न कमिसन लिने, यो किसिमका गतिविधिका मा मात्रै यदि संलग्न भएर तिनीहरू गए भनेदेखि यो अस्तित्व कुनै पनि रहँदैन। भुटानसँग कुनै पनि साइनो भुटनिज नेप्लिजहरूको रहँदैन। त्यो अवस्था चाहिँ अहिले देखिँदै आएको छ। त्यसकारणले त्यहाँ हराइरहेका 6 जना भाइहरू भनेको जो हुनुहुन्छ, तपाईहरु नेपालभित्रै हुनुहुन्छ, सम्भवतः तपाईहरु जानुस् डाइरेक्ट सिमानामा गएर भारत र नेपालको सिमानामा बसेर एउटा खुट्टो उतापट्टि राख्नुस्, एउटा इन्डियामा एउटा नेपालमा राख्नुस् र त्यहाँ तपाईहरु चाहिँ अनसन गर्नुस् र यो आवाजलाई संसारभरि पुर्याउनुस्, अनि एउटा निकास निक्लिने सम्भावना छ। यद्यपि तपाईहरुले जति पनि अपराध क्राइम अमेरिकामा गरेर जानुभएको छ भने त्यसको सजाय भने तपाईहरुले भोग्नुपर्ने हुन्छ, तर इस्युले भने न्याय पाउने सम्भावना छ। यो स्टाटसको इस्यु चाहिँ